नमस्कार, यहाँलाई हार्दिक स्वागत छ। आजको भिडियोमा हामी इमिस अपडेट सम्बन्धी महत्त्वपूर्ण विषयको बारेमा जानकारी लिएर उपस्थित भएका छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नेपाल सरकारको 82 चैत 22 गतेको निर्णयअनुसार शैक्षिक सत्र 2083 साल वैशाख 15 गतेदेखि सुरु गर्ने योभन्दा अगाडि नै सूचना प्रकाशित भइसकेको थियो। सोही अनुसार विद्यालयले स्टुडेन्ट अपडेट गर्ने काम चाहिँ 2083 साल वैशाख 16 गतेबाट मात्रै इमिसमा एक्टिभ हुने CHRDले जानकारी गराइसकेको छ। यो बिचको अवधिमा अहिलेको अवधिमा चाहिँ विद्यालयले इमिसमा स्कुल प्रोफाइलभित्र रहेको बेसिक प्रोफाइल, ECD इन्फर्मेसन, म्यानेजमेन्ट एन्ड अदर्स, त्यस्तै गरेर टेक्स्ट बुक एन्ड अदर करिकुलम अनि जियोग्राफिकल म्याप, टिचर इन्फर्मेसन लगायतका कुराहरू चाहिँ टिचर इन्फर्मेसनमा पनि 3टा कुराहरू छन्। ती कुराहरूलाई अद्यावधिक गर्नका लागि CHRDले यसअघि नै सूचना प्रकाशित गरिसकेको छ। सोही अनुसार यी कुराहरूलाई हामी कसरी अपडेट गर्ने भन्ने बारेमा आजको भिडियो केन्द्रित रहनेछ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। अब लागौँ स्क्रिन सेयर गरेर कसरी अपडेट गर्ने भन्नेतर्फ। सबैभन्दा पहिले तपाईँले आफ्नो विद्यालयको इमिस लगइन गर्नुपर्ने हुन्छ। लगइन गर्नको लागि imis.chrd.gov.np भन्ने वेबसाइटमा जानुहोस्। त्यहाँ गइसकेपछि युजर नेममा विद्यालयको इमिस कोड अनि त्यस्तै पासवर्ड र तलतिर यसरी क्याप्चा राख्नुहोस्। क्याप्चा राखिसकेपछि लगइनमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँको विद्यालयको इमिस लगइन हुन्छ। अब लगइन भइसकेपछि हामी सबैभन्दा पहिले हामी स्कुल प्रोफाइलमा जान्छौँ। आज हामी स्कुल प्रोफाइललाई कसरी अपडेट गर्ने भन्ने बारेमा केन्द्रित रहनेछौँ। प्रोफाइलमा क्लिक गरिसकेपछि यहाँ एउटा कबुलियतनामा आउँछ। विद्यालय स्तरीय तथ्याङ्क भर्दा यसमा राखिएका विषयहरू राम्रोसँग अध्ययन गर्नुहोस्। तथ्याङ्क भर्नुभन्दा पहिला तथ्याङ्कका विवरण तयार गर्नुहोस्। सम्बन्धित विद्यालयको प्रधानाध्यापक बाहेक अन्य व्यक्तिले यस प्रणालीमा विवरण भर्दै अथवा अद्यावधिक गर्दै हुनुहुन्छ भने यो बेहोरा प्रधानाध्यापकलाई अवगत गराउनुहोस्। यस विद्यालय स्तरीय शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा भरिएका सबै विवरणहरू मेरो रोहबरमा भरिएको हो। यसमा भरिएका सबै विवरण सही छन्, अन्यथा भएमा कानुन बमोजिम सौला बुझाउला भन्ने कबुलियतनामा आउँछ। त्यसमा सहमत छुमा क्लिक गरेपछि मात्रै अघि बढ्छ। यहाँ म सहमत छुमा क्लिक गर्छु। त्यसपछि यहाँ विद्यालयको बेसिक प्रोफाइल आउँछ। बेसिक प्रोफाइलमा यहाँ जुन कुराहरू चाहिँ केही कुराहरू एडिट गर्न मिल्दैन विद्यालयले, ती एडिट गर्न नमिल्ने कुराहरू जस्तै प्रदेश भयो, जिल्ला भयो, म्युनिसिपालिटी भयो, वार्ड नम्बर भयो, टोल भयो, यी कुराहरू अलरेडी सेट भएर आइसकेको छ। त्यसलाई एडिट गर्न मिल्दैन। बाँकी कुराहरूलाई हामी चेन्ज गर्न विद्यालयले गर्न सकिने कुराहरूलाई हामी हेर्दै जाउँ। त्यसपछि यहाँ ACE कोड छ। ACE कोड विद्यालयको ACE कोड माध्यमिक तह चलेको विद्यालय हो भने ACE कोड राख्नुहोस्। त्यस्तै HSCB कोड पनि छ भने राख्नुहोस्, छैन भने त्यसलाई नराख्दा पनि भयो। त्यस्तै फोन नम्बर राख्नुहोस्। त्यस्तै विद्यालयको इमेल राख्नुहोस् यहाँनेर। अनि त्यस्तै गरेर विद्यालयको बैंक खाता नम्बर पनि छ। यी कुराहरूलाई मैले केही कुराहरूलाई ब्लर गरेको छु, तपाईँले यहाँनेर मिलाएर राख्नुहोस्। त्यस्तै गरेर ब्याङ्कको नाम यहाँनेर छनौट गर्ने अप्सन छ। ड्रपडाउनहरूमा क्लिक गरेपछि छनौट गर्न सकिन्छ। त्यस्तै गरेर विद्यालयको पान नम्बर अनि हेड टिचरको नाम, त्यस्तै गरेर यहाँनेर हेड टिचरको मोबाइल नम्बर, त्यस्तै गरेर हेड टिचरको क्वालिफिकेसन्स यहाँ छनौट गर्न मिल्छ। त्यस्तै गरेर हेड टिचरको जेन्डर मेल फिमेल अथवा अदर के हो त्यो छनौट गर्न मिल्छ। अनि त्यसपछि अर्कोमा इज हेड टिचर टिचिङ भनिरहेछ। हेड टिचरले पढाउनुहुन्छ कि पढाउनुहुन्न, पढाउनुहुन्छ भने यसमा क्लिक गर्नुहोस्, पढाउनुहुन्न भने नोमा क्लिक गर्नुहोस्। त्यस्तै हेड टिचरको कास्ट यहाँ छनौट गर्नुहोस्। ब्राह्मण, क्षेत्री हो कि जनजाति हो कि दलित हो कि अथवा अदर्स कुन हो छनौट गर्नुहोस्। अनि त्यस्तै गरेर ग्रान्ट रिसिभिङ फ्रम भनेको छ। यहाँ फेडरल कन्डिसनल ग्रान्ट हो कि लोकल गभर्मेन्ट ग्रान्ट हो। प्राय चाहिँ फेडरल नै छनौट गर्नुपर्छ प्राय तपाईँले। अब कुनै कुनै स्थानीय स्तरबाट सञ्चालन भएको छ भने चाहिँ त्यहाँ चाहिँ लोकल गभर्मेन्ट ग्रान्टमा क्लिक गर्नुपर्छ। त्यस्तै गरेर क्लास रजिस्ट्रेसन अप टु भनेको छ। यो चाहिँ अटोमेटिक यहाँनेर तल सेलेक्ट गरेको आधारमा आउने हो।
त्यस्तै गरेर यो ल्याटिच्युड र लङ्गिच्युड तपाईँले चाहिँ विद्यालयमा नै बसेर त्यहाँ मोबाइलमा कम्पास भन्ने एप्लिकेसन डाउनलोड गरेर त्यसबाट हेरेर पनि गर्न सक्नुहुन्छ, अथवा अर्को तरिकाले चाहिँ तपाईँले जियोग्राफिकल म्यापलाई हेरेर त्यसबाट पनि भर्न सक्नुहुन्छ। त्यसपछि त्यहाँभन्दा मुनितिर ह्याज इसिडी लेभल भनेको छ। यहाँ टिक लगाइ, यहाँ तपाईँको विद्यालयमा इसिडी छ कि छैन, बाल विकास केन्द्र छ कि छैन, छ भने तपाईँले यहाँ टिक लगाउनुपर्छ, छैन भने पर्दैन। यदि यहाँ टिक लगाउनु भएन भने उतापट्टि इसिडी इन्फर्मेसन भन्ने कुरा हट्छ। त्यसले गर्दा यहाँ तपाईँको विद्यालयमा बाल विकास केन्द्र छ भने यहाँ टिक लगाउनु पर्छ। त्यस्तै गरेर बेसिक लेभल 1-5 छ कि छैन, छ भने टिक लगाउनु पर्यो, छैन भने नलगाउनु पर्यो। त्यस्तै गरेर बेसिक लेभल 6-8, सेकेन्डरी लेभल 9-10 कतिसम्म छ त्यसमा टिक लगाउँदै जानुहोस्। तपाईँको विद्यालय आधारभूत तहको 1-5 मात्रै चलेको भने 1-5 मा टिक लगाउनुहोस्। 6-8 सम्म सञ्चालन छ, 8 कक्षासम्म सञ्चालनमा छ भने बेसिक लेभल 6-8 सम्म टिक लगाउनुहोस्। त्यस्तै गरेर सेकेन्डरी लेभल 9-10 छ भने 1-5, 6, 8, 9, 10 सबैमा टिक लगाउँदै जानु पर्यो। त्यस्तै गरेर इसिडी छ भने ह्याज इसिडी लेभल भन्नेमा पनि टिक लगाउनु पर्यो तपाईँले। अब इसिडी एप्रुभ डेट कहिले हो त्यो तपाईँले इसिडी छ भने राख्नु पर्यो। त्यस्तै गरेर प्राइमरी एप्रुभ डेट कहिले हो त्यसलाई यहाँ प्राइमरी एप्रुभ डेटमा राख्नु पर्यो। त्यस्तै गरेर लोअर सेकेन्डरी एप्रुभ डेट छ भने कहिले हो त्यो राख्नु पर्यो। त्यस्तै गरेर तपाईँको विद्यालय माध्यमिक विद्यालय हो भने माध्यमिक चाहिँ एप्रुभ भएको डेट कहिले हो, सेकेन्डरी एप्रुभ डेट कहिले हो त्यो तपाईँले यहाँनिर राख्नु पर्यो। त्यस्तै गरेर तलतिर गएर रनिङ ग्रेड भनेको छ। त्यहाँ कुन अहिले तपाईँको विद्यालयमा कुन कक्षाहरू सञ्चालनमा छन्। जस्तै तपाईँको विद्यालय 5 कक्षासम्म सञ्चालनमा छ र इसिडी पनि छ भने इसिडीमा क्लिक गर्नु पर्यो। त्यसपछि 1, 2, 3, 4, 5 सम्म क्लिक गर्नु पर्यो। यदि तपाईँको विद्यालय 8 सम्म सञ्चालन छ भने 8 सम्म क्लिक गर्नु पर्यो। अनि तपाईँको विद्यालय 9, 10 पनि छ भने 9, 10 मा पनि टिक लगाउनु पर्यो। तपाईँको विद्यालय कति कक्षासम्म अहिले सञ्चालनमा छ त्यसमा टिक लगाउनु पर्यो। त्यस्तै गरेर तलतिर चाहिँ शिक्षक दरबन्दीको विवरण भनेको छ। यो दरबन्दीको विवरणमा तपाईँको विद्यालयमा भएको शिक्षक दरबन्दीको डिटेल्स यहाँ तपाईँले राख्नुपर्छ। पूर्व प्राथमिक तहमा इसिडीमा तपाईँकोमा स्वीकृत दरबन्दी कतिवटा छ, अथवा चाहिँ प्रदेश शिक्षण सहयोग अनुदान छ कि स्थानीय तहबाट दिएको अनुदान छ कि विद्यालयको निजी स्रोतबाट राखिएको छ कि, कुराहरू चाहिँ तपाईँले यहाँनिर भर्नु पर्यो। त्यस्तै गरेर आधारभूत तहमा स्वीकृत दरबन्दी कतिवटा छ त्यहाँ सङ्ख्या राख्नुहोस्। त्यस्तै गरेर राहत अनुदान कोटा कतिवटा छ यहाँ सङ्ख्या राख्नुहोस्। त्यस्तै गरेर पुल दरबन्दी यदि छ भने पुल दरबन्दीको सङ्ख्या राख्नुहोस्। त्यस्तै गरेर आधारभूत तहमा शिक्षण सहयोग अनुदान कोटा, सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कतिजना कार्यरत हुनुहुन्छ छ भने यहाँ सङ्ख्या राख्नुहोस्, यहाँ नभएर 0 भएको हो। त्यस्तै गरेर प्रदेश शिक्षण सहयोग अनुदान कोटा अथवा स्थानीय शिक्षण सहयोग अनुदान कोटा अनि विद्यालयको निजी स्रोत स्वयंसेवक शिक्षक भनेको पारिश्रमिक नलिने गरेको कोही शिक्षक हुनुहुन्छ त्यस्तो भने स्वयंसेवक शिक्षकमा राख्नुहोस्, अथवा अरू कुनै संस्थाहरूको सहयोगमा शिक्षकहरू राख्नु भएको भए अन्य कुनै संस्थाको सहयोगमा शिक्षक भनेको ठाउँमा सङ्ख्या राख्नुहोस्। त्यस्तै गरी आधारभूत तह 6-8 मा कति हुनुहुन्छ, यसै गरी माध्यमिक तह 9-10 मा चाहिँ कति हुनुहुन्छ यो तपाईँले माध्यमिक तह 11-12 छ भने त्यसमा कति हुनुहुन्छ, माध्यमिक तह यो चाहिँ प्राविधिक धार सञ्चालन भएको विद्यालय हो भने त्यहाँ कस्तो प्रकारको कतिजना शिक्षक हुनुहुन्छ ती कुराहरूलाई पनि तपाईँले यहाँनिर राम्रोसँग भर्नुहोस्। यहाँ चाहिँ गल्ती भयो भने फेरि अर्कोतिर पछि समस्या आउन सक्छ। त्यसले गर्दा यसलाई राम्रोसँग हेरेर डिटेल्स भर्नुहोस्। त्यसपछि तलतिर गएर कक्षा 11-12 मा विज्ञान विषयको पठन पाठन हुन्छ भनेको छ। हुन्छ भने यसमा क्लिक गर्नुहोस्, हुँदैन भने नोमा क्लिक गर्नुहोस्। अनि नमुना विकासका लागि छनौट भएको विद्यालय हो भनेको छ, हो भने यस गर्नुहोस्, होइन भने नो गर्नुहोस्। त्यस्तै गरेर गुनासो सुनवाई संयन्त्रको व्यवस्था विद्यालयमा छ भने यस गर्नुहोस्, छैन भने तलतिर नो गर्नुहोस्। त्यस्तै गरेर अर्को विदेशी शैक्षिक संस्थाबाट सम्बन्धन प्राप्त गरी सञ्चालित विद्यालय हो भने यस गर्नुहोस्, होइन भने नो गर्नुहोस्। अनि अनौपचारिक विद्यालय हो भनेको छ,
यहाँ अनौपचारिक विद्यालयमा हो भने यस गर्नुहोस्, होइन भने नो गर्नुहोस्। यो मैले नो गरेँ। त्यस्तै गरेर विशेष अपाङ्गता भएका बालबालिकाका लागि सञ्चालित विद्यालय हो भने, त्यस्तो विद्यालय हो भने यस गर्नुहोस्, होइन भने नो गर्नुहोस्। अनि बहुभाषिक शिक्षा विद्यालय, त्यस्तै गरेर MGML मल्टिग्रेड मल्टिल्याङ्ग्वेज सञ्चालन भएको हो भने यस गर्नुहोस्, होइन भने नो गर्नुहोस्। त्यस्तै गरेर आवासीय छात्रवृत्ति सञ्चालित विद्यालय हो भने यस गर्नुहोस्, होइन भने नो गर्नुहोस्। अनि शून्य दरबन्दी भई एकामुष्ट अनुदान पाउने आधारभूत विद्यालय हो भने यस गर्नुहोस्, होइन भने नो गर्नुहोस्। त्यस्तै गरेर विद्यालयमा प्राविधिक धार चलेको छ भने यसमा क्लिक गर्नुहोस्, होइन भने नोमा क्लिक गर्नुहोस्। अब यतिलाई यहाँ सेभ गरिसकेपछि अब अर्को बटन आउँछ। यतिलाई यहाँ तपाईँले यो डिटेल्स सेभ गर्नुहोस्। यहाँ सेभ गरिसकेपछि अब तपाईँ चाहिँ यो सक्सेसफुली सेभ भइसकेपछि अब अर्को जानुहोस् ECD इन्फर्मेसनमा, अर्को बटनमा ECD इन्फर्मेसनमा। अब यहाँ ECD तपाईँको कम्युनिटी बेस्ड कतिवटा छ, मानिलियो एउटा छ, एउटा लेख्नुहोस्। त्यस्तै गरेर स्कुल बेस्ड कतिवटा छ, विद्यालयमा आधारित एउटा छ, मानिलियो एउटा लेख्नुहोस्। यहाँ टोटल नम्बर अफ ECD अटोमेटिक 2 आयो। अब एप्रुभ डेट यहाँनिर राख्नुहोस्। यो कम्युनिटी बेस्डको एप्रुभ डेट कहिले हो त्यो एप्रुभ डेट राख्नुहोस्। त्यस्तै गरेर यहाँनिर ECD फेसिलिटेटरको नाम लेख्नुहोस्। त्यस्तै गरेर उहाँको क्वालिफिकेसन यहाँनिर छनौट गर्नुहोस् कति हो। अनि उहाँले 90 घन्टाको तालिम लिनुभएको छ कि छैन, छ भने यसमा क्लिक गर्नुहोस्, छैन भने नोमा क्लिक गर्नुहोस्। त्यस्तै गरेर यहाँ मैले 2 जना कम्युनिटी बेसमा एउटा र स्कुल बेसमा एउटा भनेर लेखेँ, त्यही भएर यहाँ 2 जनाको नाम लेख्ने ठाउँ आयो। अब अर्को तल्लोमा स्कुल बेस्डको फेसिलिटेटरमा को नाम के हो राख्नुहोस्, क्वालिफिकेसन छनौट गर्नुहोस्। त्यस्तै गरेर 90 घन्टाको तालिम लिनुभएको छ कि छैन, त्यो छ भने यस गर्नुहोस्, छैन भने नो गर्नुहोस्। त्यसपछि तलतिर छ यो सफा पानी, पिउने पानीको व्यवस्था छ कि छैन ECD का बच्चाहरूलाई, छ भने यसमा क्लिक गर्नुहोस्, तपाईँको विद्यालयमा छैन भने नो गर्नुहोस्। त्यस्तै गरेर क्लिन टोयलेट, साबुनसहित पानीसहित बच्चालाई व्यवस्था छ भने यसमा क्लिक गर्नुहोस्, छैन भने नोमा क्लिक गर्नुहोस्। त्यस्तै गरेर चाइल्ड फ्रेन्डली सिटिङ एरेन्जमेन्ट छ कि छैन, छ भने बालमैत्री बसाइ व्यवस्थापन छ तपाईँको विद्यालयमा ECD का बच्चाहरूलाई भने यसमा क्लिक गर्नुहोस्, होइन भने नोमा क्लिक गर्नुहोस्। त्यस्तै गरेर तल छ सिकाइ क्षेत्रको कुरा। यहाँ 6वटा सिकाइ क्षेत्रको कुरा उल्लेख गरिएको छ बाल विकास केन्द्रका लागि। यो 6वटा सिकाइ क्षेत्रका लागि तपाईँको विद्यालयमा भएका सामग्रीहरू यहाँनिर ती कुनाहरू, सिकाइ क्षेत्रका कुनाहरू छ कि छैनन्, त्यो कुनाको सामग्रीहरूको सङ्ख्या यहाँ उल्लेख गर्नुहोस्। यहाँ उल्लेख गरिसकेपछि जस्तै ल्याङ्ग्वेज एरियामा कतिवटा सामग्रीहरू छ, म्याथमेटिक्स एरियामा के छ, कतिवटा सामग्री छ, सङ्ख्या, यहाँ सङ्ख्या लेख्ने हो। त्यसपछि यो कुरालाई तपाईँले सेभ गर्नुहोस्। मैले यहाँ अहिले सेभ गरिनँ, तपाईँले डिटेल्स नभएकोले गर्दा मैले सेभ गरिनँ, मैले तपाईँलाई नमुनाको रूपमा मात्रै देखाएको हो। त्यसपछि यो सेभ गरिसकेपछि म्यानेजमेन्ट एन्ड अदर्समा क्लिक गर्नुहोस्। अब यहाँनिर म्यानेजमेन्ट एन्ड अदर्समा क्लिक गरिसकेपछि यहाँ चाहिँ स्कुल इम्प्रुभमेन्ट प्लान, विद्यालय सुधार योजना छ कि छैन, प्रत्येक विद्यालयले विद्यालय सुधार योजना अनिवार्य बनाउनुपर्छ, छ भने त्यसमा यसमा क्लिक गर्नुहोस्। त्यो एप्रुभ डेट कहिले हो त्यो डेट राख्नुहोस्। त्यस्तै गरेर सोसल अडिट कहिले गरियो यसमा क्लिक गरिसकेपछि त्यसको डेट आउँछ, यहाँ डेट राख्नुहोस्। त्यस्तै गरेर फाइनान्सियल अडिट कहिले सम्पन्न गर्नुभयो त्यसको पनि मिति राख्नुहोस्। त्यस्तै गरेर तलतिर छ एक्सटर्नल मोनिटरिङ स्टाटस, विद्यालयलाई चाहिँ लोकल गभर्मेन्टले कतिपटक गर्यो, त्यस्तै गरेर प्रदेशबाट चाहिँ कतिपटक अनुगमन भयो, त्यस्तै गरेर शिक्षा विकास तथा समन्वयबाट कतिपटक भयो, यी कुराहरू एक्सपर्ट ग्रुपबाट कतिपटक भयो, यी कुराहरू तपाईँले यहाँनिर भर्नुहोस्।
त्यस्तै गरेर तलतिर छ लाइब्रेरी स्ट्याटस, विद्यालयमा पुस्तकालयको व्यवस्थापन छ भने यस गर्नुहोस्, छैन भने नो गर्नुहोस्। ई लाइब्रेरी छ भने यस गर्नुहोस्, यसमा टिक लगाउनुहोस्, छैन भने नोमा टिक लगाउनुहोस्। त्यस्तै गरेर चाइल्ड क्लब, बाल क्लब छ भने यसमा क्लिक गर्नुहोस्, छैन भने नोमा क्लिक गर्नुहोस्। त्यस्तै गरेर गर्ल्स नेटवर्क छ भने यसमा क्लिक गर्नुहोस्, छैन भने नोमा क्लिक गर्नुहोस्। यसरी बिजुली बत्ती, इन्टरनेट, आइसिटी ल्याब, त्यस्तै गरेर साइन्स ल्याब, म्याथ ल्याब, ल्याङ्ग्वेज ल्याब, स्कुलको आफ्नै सवारी साधन छ कि छैन, त्यस्तै गरेर किचन छ कि छैन, अनि स्मार्ट बोर्ड, डिजिटल बोर्ड अथवा प्रोजेक्टर छ कि छैन, यहाँ छ भने यसमा क्लिक गर्नुहोस्। त्यसपछि यसमा क्लिक गरिसकेपछि यसको सङ्ख्या, नम्बर अफ स्मार्ट बोर्ड, स्मार्ट डिजिटल बोर्ड कतिवटा सङ्ख्या पनि राख्नुहोस् पर। त्यस्तै गरेर लर्निङ पोर्टल प्रयोग गरेको छ कि छैन, छ भने यसमा क्लिक गर्नुहोस्। त्यस्तै गरेर विद्यालयमा सिसी क्यामेरा प्रयोग गरेको छ भनेको छ भने यसमा क्लिक गर्नुहोस्। त्यस्तै गरेर कक्षा कोठामा सिसी क्यामेरा प्रयोग गरेको छ भने यसमा क्लिक गर्नुहोस्। त्यस्तै गरेर विद्यार्थीको बायोमेट्रिक हाजिरीको व्यवस्था छ भने यस गर्नुहोस्, छैन भने नोमा क्लिक गर्नुहोस्। अङ्ग्रेजी माध्यमबाट शिक्षण गर्ने विद्यालय हो भने यसमा क्लिक गर्नुहोस्, होइन भने नोमा क्लिक गर्नुहोस्। त्यस्तै गरेर कम्प्युटर स्ट्याटस भनेको छ, टोटल नम्बर अफ कम्प्युटर कतिवटा छ तपाईँको विद्यालयमा, कम्प्युटरको सङ्ख्या राख्नुहोस्। त्यस्तै गरेर यहाँनेरि प्रशासनिक पर्पजका लागि कतिवटा कम्प्युटर प्रयोग गरेको छ, यहाँ सङ्ख्या राख्नुहोस्। त्यस्तै गरेर टिचिङ पर्पजका लागि कतिवटा कम्प्युटर प्रयोग गरेको छ, यहाँ सङ्ख्या राख्नुहोस्। त्यस्तै गरेर तलतिर छ मेडिकल फ्यासिलिटी, मेडिकल फ्यासिलिटीको व्यवस्था छ विद्यालयमा भने यस गर्नुहोस्, छैन भने नो गर्नुहोस्। त्यस्तै गरेर प्राइमरी हेल्थ केयर फ्यासिलिटिज, यो चाहिँ डिस्टेन्स कति मिनट लाग्छ, त्यहाँबाट नजिकैको स्वास्थ्य चौकी अथवा उपस्वास्थ्य चौकीमा पुग्न कति समय लाग्छ मिनेटमा, यहाँ उल्लेख गर्नुहोस् समय। त्यस्तै गरेर सेनिटरी प्याडको व्यवस्थाको बारेमा यहाँ भर्नुहोस्। त्यस्तै गरेर रियुजेबल सेनिटरी प्याड विद्यार्थीलाई बनाउन सिकाइएको छ कि छैन, त्यो यहाँ भर्नुहोस्, यस अथवा नो। त्यस्तै गरेर विद्यालयमा पानीको व्यवस्था छ कि छैन, छ भने यसमा क्लिक गर्नुहोस्। त्यस्तै गरेर यहाँनेरि सेनिटरी प्याडलाई चाहिँ कसरी व्यवस्थापन गरिन्छ त्यो कुरालाई पनि यहाँनेरि राख्नुहोस्। त्यस्तै गरेर वाटर रिजर्भ ट्याङ्क छ भने यसमा क्लिक गर्नुहोस्। हात धुने ठाउँ विद्यार्थीका लागि छ भने यसमा क्लिक गर्नुहोस्। त्यस्तै गरेर टेस्ट अफ ड्रिङ्किङ वाटर, खानेपानीको, पिउने पानीको टेस्ट गरिएको छ भने यस गर्नुहोस्, छैन भने नो गर्नुहोस्। अनि प्युरिफिकेसन अफ वाटर, शुद्धिकरणको लागि केही उपायहरू अपनाइएको छ भने यसमा क्लिक गर्नुहोस्, छैन भने नोमा क्लिक गर्नुहोस्। अब यसमा क्लिक गरिसकेपछि अरू थप कुराहरू आउँछ। सोर्स अफ वाटर आउँछ, कस्तो पानी हो त्यो, फिल्टर हो कि सोडिस गरिन्छ कि प्युरिफिकेसनको, कुन ट्रिटमेन्ट गरिन्छ त्यो तपाईँ छनौट गर्नुहोस्। त्यस्तै गरेर स्कुल कम्पाउन्ड छ कि छैन, त्यहाँ यस अथवा नोमा छनौट गर्नुहोस्, छनौट गर्ने अप्सन छ। त्यस्तै गरेर प्लेग्राउन्ड छ कि छैन, छ भने यसमा क्लिक गर्ने बित्तिकै इनफ छ कि छैन, पर्याप्त छ कि छैन भनेको छ, पर्याप्त छ भने यसमा क्लिक गर्नुहोस्, छैन भने नोमा क्लिक गर्नुहोस्। त्यस्तै गरेर टोयलेटको कुरा छ, टोयलेट छ भने यसमा क्लिक गर्नुहोस्, छैन भने नोमा क्लिक गर्नुहोस्। अनि कतिवटा टोयलेट छ यहाँ नम्बर अफ टोयलेट्समा भर्नुहोस्। त्यस्तै गरेर केटाका लागि कतिवटा छ, केटीको लागि कतिवटा छ, त्यस्तै युरिनल फर गर्ल्स कति छ, अनि त्यस्तै बोइजको लागि युरिनलको कतिवटा छ त्यो भर्नुहोस्। अनि डिसेबिलिटी फ्रेन्डली टोयलेट छ कि छैन, छ भने यसमा क्लिक गर्नुहोस्। अनि यसमा क्लिक गरिसक्दा नम्बर अफ टोयलेट भन्ने अप्सन आउँछ, कतिवटा छ पर सङ्ख्या भर्नुहोस् यहाँनेरि। त्यस्तै गरेर टोयलेट, वाटर फर टोयलेट युज भनेको छ, पर्याप्त छ भने सफिसियन्टमा क्लिक गर्नुहोस्, पर्याप्त छैन भने इन्सफिसियन्टमा क्लिक गर्नुहोस्। यहाँ सफिसियन्टमा क्लिक गर्दा चाहिँ पर नम्बर अफ टोयलेट
विथ वाटर फेसिलिटी कतिवटा छ सङ्ख्या राख्नुहोस्। अब सफिसियन्ट छैन, पर्याप्त छैन भने त्यहाँ क्लिक गर्दाखेरि कतिवटा चाहिँ पर्याप्त नभएको भन्ने अप्सन आउँछ, त्यहाँनिर सङ्ख्या राख्नुहोस्। त्यस्तै गरेर यो ढल व्यवस्थापन कसरी गरिन्छ यहाँ छनौट गर्नुहोस्। अनि त्यस्तै गरेर यो इजी एक्सेस टु स्कुल क्लासरुम फर डिसेबल्ड स्टुडेन्ट छ कि छैन, यस अथवा नो, कस्तो व्यवस्था छ। त्यस्तै गरेर बिल्डिङको स्टाटस कतिवटा बिल्डिङ छ, नम्बर अफ बिल्डिङ राख्नुहोस्। त्यस्तै गरेर पर्मानेन्ट आरसिसी कतिवटा छ, ट्रस्ट कतिवटा छ, टेम्पोरेरी कतिवटा छ, सङ्ख्या लेख्नुहोस्। अनि टोटल स्कुलको ल्यान्ड कति छ, यहाँ रोपनीमा राख्दाखेरि रोपनीमा यहाँ राख्नुभयो भने जस्तै मानिलिउँ तपाईँको विद्यालयको 20 रोपनी जग्गा छ भने अरू बाँकीको यहाँ 20 रोपनी लेख्दा अरू बाँकी कुरा आफै आउँछ। अथवा बिगामा त्यसो गर्नुभयो भने पनि अटोमेटिक आफै आउँछ। त्यस्तै गरेर गभर्मेन्ट फन्ड डिस्ट्रिब्युसन कस्तो छ, पहिलो त्रैमासिक कहिले आउँछ, जस्तै पहिलो त्रैमासिकको यहाँनिर मानिलिउँ असोजमा आउँछ, असोजमा क्लिक गर्नुहोस्। दोस्रो कहिले आउँछ, पुसमा क्लिक गर्नुहोस् मानिलिउँ। त्यस्तै तेस्रो कहिले आउँछ, चैतमा। अनि चौथो कहिले आउँछ, असाढमा, यो क्लिक गर्नुहोस् यसरी। त्यस्तै गरेर स्कुल ओपनिङ डेज लास्ट एकाडेमिक इयर, गत शैक्षिक वर्षको स्कुल ओपनिङ डेज योजना कति थियो अनि त्यसपछि एक्चुअल कति भयो, यो तपाईँले यहाँनिर भर्नुहोस्। त्यस्तै गरेर मिड डे मिल दिवा खाजाको कुरा छ। सामुदायिक विद्यालयमा कक्षा 5 सम्म दिवा खाजाको व्यवस्था गरिएको छ। त्यसो हुँदा यहाँ यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गर्ने बित्तिकै सोर्स अफ मिड डे मिल कस्तो हो, स्थानीय स्तरमा उपलब्ध भएको हो कि आयातित हो कि दुवै प्रकारको कस्तो हो, तपाईँ त्यहाँ छनौट गर्नुहोस्। अनि नम्बर अफ मिड डे मिल प्रोभाइडेड भनेको छ, बढीमा यो 180 दिनसम्मको मिड डे मिलको पैसा बच्चाले पाउने हो। यहाँ तपाईँले कति दिन प्राप्त गर्यो त्यो तपाईँले यहाँ भर्नुहोस्। अनि नम्बर अफ स्टुडेन्ट्स द्याट एट द मिल भनेको छ, बच्चाले कतिजना बच्चाले दिवा खाजा पाए, सङ्ख्या भर्नुहोस्। त्यस्तै गरेर मेन्यु कस्तो छ तपाईँको, सिएचआरडीको मेन्यु छ कि लोकल लेभलको मेन्यु छ कि खाजा खुवाउने, अथवा स्कुलको आफ्नै मेन्यु छ कि, त्यो छनौट गर्नुहोस्। त्यस्तै गरेर मिड डे मिल कसरी म्यानेज गरिएको छ, कसरी खुवाउने गरिएको छ, स्कुलको सोर्सबाट छ कि आमा समूहबाट छ कि स्कुलको क्यान्टिन छ कि क्याटरिङले खुवाउँछ कि प्यारेन्ट्सले छ कि अदर एजेन्सीले छ कि, कुनै एउटा छनौट गर्नुहोस्। त्यसपछि यसलाई पनि सेभ गर्नुहोस्। यति गरिसकेपछि यो म्यानेजमेन्ट एन्ड अदर्सलाई यति गरेर सेभ गरिसकेपछि हामी अब टेक्स्ट बुक एन्ड अदर करिकुलम भन्नेमा क्लिक गर्छौँ। अब यहाँनिर सुरुमा रुम स्टाटस भन्ने छ। यहाँनिर जस्तै कक्षा 1 को लागि कतिवटा कोठा छ, मानिलिउँ कक्षा 1 को यहाँनिर एउटा कोठा छ। पक्की छ कि कच्ची छ, पक्की छ भने पक्कीमा भर्नुहोस् 1। अब त्यसपछि यहाँ एडमा क्लिक गर्नुहोस्। त्यस्तै गरेर कक्षा 2 मा विद्यार्थी धेरै भएकोले मानिलिउँ 2टा कोठा छ, अनि त्यहाँ चाहिँ पक्की एउटा कोठा चाहिँ पक्की छ, एउटा कोठा कच्ची छ। त्यस्तै गरेर अर्को यसरी नै थप्दै जानुहोस्। तपाईँको विद्यालयमा कतिवटा कक्षा कोठाहरू छन्, यसरी थप्दै जानुहोस्। जस्तै कुनै 2 र 3 कक्षालाई एकै ठाउँ राखेर पढाउने, एउटै कोठामा राखेर पढाइन्छ भने एउटा कक्षाकोमा 0-0 गर्नुहोस्, अर्कोमा 1-1 गर्नुहोस्। त्यस्तै गरेर यसरी नै तपाईँले कक्षा कोठालाई यहाँनिर भर्न सक्नुहुन्छ। अब त्यसपछि तलतिर छ टेक्स्ट बुक करिकुलम एन्ड अदर मटेरियल डिटेल्स भनेको छ। स्कुल पर्पजको लागि टेक्स्ट बुक बेसिक लेभल 1-5 को कतिवटा छ, सङ्ख्या भर्नुहोस्। त्यस्तै गरेर 6-8 को कति छ, अनि 9-10 मा कतिवटा छ, सङ्ख्या भर्नुहोस्। त्यस्तै गरेर 11-12 को कति छ, त्यो पनि सङ्ख्या भर्नुहोस्। टिचर्स गाइड को पनि सङ्ख्या भर्नुहोस्, कतिवटा छ। अनि चाइल्ड मटेरियल, बुक कर्नर, यी कुराहरू एकचोटि तपाईँले डिटेल्स भर्नुहोस्। त्यस्तै गरेर एभाइलेबिलिटी अफ करिकुलम इन्क्लुडिङ इन्टिग्रेटेड करिकुलम भनेको छ। पाठ्यक्रमको उपलब्धता, पाठ्यक्रम कति छ, सङ्ख्या यहाँ भर्नुहोस् तपाईँको विद्यालयमा भएको। त्यस्तै गरेर स्थानीय पाठ्यक्रम छ भने यहाँ तपाईँले भर्नुहोस् कति छ, सङ्ख्या। अरू रेफरेन्स मटेरियलहरूको पनि
बेसिक लेभल 1-5 मा कतिवटा छन्, त्यस्तै गरेर 6-8 मा कतिवटा छ, यो सङ्ख्या भर्ने। अब त्यसपछि आयो टेक्स्ट बुक डिटेल्स एन्ड टिचिङ प्र्याक्टिसेस भनेको छ। यहाँ विद्यालयले विद्यार्थीलाई वितरण गरेका टेक्स्ट बुकहरूको सेटको सङ्ख्या भर्ने हो। जस्तै यहाँनेर कक्षा 1 मा 15 जना विद्यार्थी छन् भने 15 वटा फुल नयाँ टेक्स्ट बुक बाँडियो भने यहाँ 15 फुल न्यू टेक्स्ट बुकमा 15 सेट भर्ने। त्यस्तै गरेर पार्सियल रूपमा बाँडिएको थियो भने त्यही कुराहरू भर्ने। ओल्ड कतिवटा प्रयोग गरियो यहाँ सङ्ख्या भर्ने। इङ्ग्लिस टेक्स्ट बुक कतिवटा त्यो सङ्ख्या भर्ने। जस्तै 15 जनालाई हो भने 15 नै भयो। अनि टिचिङ मेथड कस्तो छ यहाँ तपाईको विद्यालयमा क्लास टिचिङ छ कि सब्जेक्ट टिचिङ छ कि मल्टिग्रेड टिचिङ छ कि एमजिएमएल छ कि यो भर्नुस् हैन। जस्तै क्लास टिचिङ छ भने क्लास टिचिङ भर्नुस्, सब्जेक्ट टिचिङ छ भने सब्जेक्ट टिचिङ भर्नुस्, अथवा अरु कस्तो छ छनौट गरेर भर्नुस्। अनि यहाँ पढ्तिर मदर टङ प्र्याक्टिस भनेको छ। मातृभाषाको प्र्याक्टिस छ कि छैन, छ भने यस गर्नुस्, छैन भने नो गर्नुस्। स्थानीय पाठ्यक्रम छ भने यसमा क्लिक गर्नुस्, बुक कर्नर छ भने यसमा क्लिक गर्नुस्। त्यसै गरी 2, 3, 4, 5, 6, 7 तपाईको विद्यालयमा भएका सबै कक्षाहरूको यसरी डिटेल्स भर्नुस्। यहाँ सेट कति सेट नयाँ टेक्स्ट बुक बाँडियो, अनि इङ्ग्लिस टेक्स्ट बुक पुरानो युज गरेको, त्यस्तै टिचिङ मेथडका कुराहरू यहाँ तपाईले यसरी भर्नुस्। भरिसकेपछि यसलाई सेभ गर्नुस्। यसलाई यसरी सेभ गर्नुस्। अब सेभ गरिसकेपछि हामी अर्को जियोग्राफिकल म्यापमा जान्छौँ। हामी यो सेभ गरिसकेपछि अब जियोग्राफिकल म्यापमा जाउँ। यहाँ चाहिँ यो काम गर्नको लागि हामी सकेसम्म विद्यालयमा नै बसेर चाहिँ हामी यो काम गर्नुपर्छ। अब यहाँ मैले अलरेडी भरिसकेको भएर अनलक जीआईएस भनेर देखाएको छ। यहाँ तपाईले भर्नु पर्यो भने अनलक जीआईएस मा क्लिक गर्नुस्, अनि त्यसपछि ल्याटिट्युड र लङ्गिट्युड भर्नुस्। यो काम गर्नको लागि चाहिँ तपाईले विद्यालयकै कार्यकक्षमा, विद्यालयकै अफिसमा बसेर गर्नुपर्ने हुन्छ। यसका लागि तपाईले मोबाइलमा प्ले स्टोर अथवा एप स्टोरमा कम्पास डाउनलोड गर्नुस्। त्यसपछि त्यहाँ देखाएको ल्याटिट्युड र लङ्गिट्युडलाई यहाँ राखेर लक जीआईएस मा क्लिक गर्नुस्, अनि त्यसपछि सेभ गर्नुस्। यति गरिसकेपछि स्कुल प्रोफाइल अपडेटको कार्य सम्पन्न भएको छ। यसरी तपाई स्कुल प्रोफाइललाई अपडेट गर्न सक्नुहुन्छ। तर यी कुराहरू गर्दा कुनै पनि डाटा तपाईले डाटामा सकेसम्म गल्ती नगर्नुस्। यहाँ गल्ती भयो भने थप समस्याहरू आउन सक्छन्। त्यसले गर्दाखेरि तपाईले समय लगाएर ती सबै कुराहरू जम्मा गरेर विद्यालयका अभिलेखहरू हेरेर यसलाई चाहिँ तपाईले अपडेट गर्नुस्। यो तथ्याङ्क इमेजमा शुद्ध बनाउने जिम्मेवारी हामी सबैको भएको हुनाले गर्दाखेरि यो कुरामा तपाईले ध्यान पुर्याउनु एकदमै आवश्यक छ। यति भन्दै आजको भिडियो यही समाप्त गर्ने अनुमति चाहन्छु। नमस्कार।